नमस्ते, म प्रदीप पाण्डे, जगत्र देवी बिरुवा उत्पादन तथा बिक्री केन्द्र जगत्र देवी नर्सरीको सञ्चालक। मैले समय समयमा धेरै किसान साथीहरूलाई भन्ने गर्छु के यो बर्डर नरोप्नु पर्दैन भन्छु, किनकि हजुरबाले रोप्ने नातिले बल्ल एक भारी घाँस काट्ने बोट हो क्या यो बोट राम्रो छ, निरोगी पनि छ, तर यसको ग्रोथ छैन। यो मैले लगाएको 5 वर्ष भयो। यो 5 वर्षमा मेरो हाइट बराबर 5 फिट पनि पुगेको छैन। जेन चाहिँ 5 फिटको हारी पुग्न लाग्छ। म 5 फिटभन्दा त अलिकति अग्लो छु, 5 फिट त नभनौँ। तर यो सँगसँगै लगाएको अन्य कुराहरू हेऱ्यो भने यो चाहिँ मैले त्यसै सँगसँगै लगाएको अमलाको बोट हो। अमला ठुलो भइसक्यो, अब यसले फल पनि यसपटक अलिअलि दिइरहेको थियो। तर अरू घाँसहरू छ, यो नेपियरहरू मजाले घाँस काट्न सकिन्छ होइन। राईखण्डियो मजाले 5 वर्षसम्म भएको भए एक भारी घाँस मजाले काटिन्थ्यो। तर यसबाट के घाँस काट्नु? अहिलेसम्म काटेको भनेको एकपटक अलिकति टुप्पा काटिदिएको थियो, त्यस पनि यसले धेरै हाँगा हाल्छ कि भनेर एउटै हाँगा स्वाट्ट माथि आयो। यस्तो भइसकेपछि यसमा खेती गरेर त काम छैन। अब हामीलाई के चाहियो भने पोसिलो घाँस त चाहियो, तर पोसिलो घाँस चाहियो भन्दै गर्दाखेरि उत्पादन कम हुने घाँस चाहिँ लगाउनु भएन, उत्पादन बढी हुने घाँस लगाउनु पर्यो। यो बर्डर चाहिँ अब खेती नगरौँ भन्ने सल्लाह दिन्छ है।